आज हामी पसलबाट किस्ता बन्दीमा निकालिएको सामान अर्थात् मोबाइल कम्प्युटर जस्तो किस्ता बन्दीमा लिनुभएको छ भने तपाईँले चाहिँ त्यसलाई आफ्नै मोबाइलबाट कसरी चुक्ता गर्न सक्नुहुनेछ अर्थात् महिनामा कसरी तिर्न सक्नुहुनेछ भन्ने कुरा हामी आज हेर्नेछौँ। त्यसको लागि सर्वप्रथम हामी इस्युमा जानेछौँ। इस्युमा गइसकेपछि तपाईँले यसमा स्क्रोल गरेर हेर्नुपर्ने हुन्छ। तपाईँले यसमा चाहिँ EMI देख्नुहुनेछ। यसमा चाहिँ तपाईँले यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यहाँ उल्लास फाइनान्समा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईँले चाहिँ यसमा तपाईँको यहाँ कोड लोन अकाउन्ट नम्बर माग्या हुन्छ। तपाईँले चाहिँ उक्त कोड नम्बर चाहिँ तपाईँले लिनुभएको मोबाइल पसलबाट सजिलै त्यो लोन कोड नम्बर पाउन सक्नुहुनेछ। यसरी मैले चाहिँ आफ्नो लोन कोड नम्बर हालेँ। तपाईँले पनि आफ्नो लोन कोड नम्बर मागेर अकाउन्ट नम्बर मागेर तपाईँले पनि हाल्न सक्नुहुनेछ। यसरी प्रोसेसमा क्लिक गर्नुहोस्। यसरी प्रोसेसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यसमा देख्न सक्नुहुनेछ। तपाईँको सम्पूर्ण विवरणहरू चाहिँ यसमा देखिन्छ। यसमा तपाईँले डिपोजिट गर्नुपर्ने रकम चाहिँ कति छ त भन्ने कुरा तपाईँले चाहिँ यसमा क्लिक गर्न सक्नुहुनेछ। यसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यसमा प्रोसेसमा क्लिक गर्नुहोस्। प्रोसेसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यसमा आफ्नो कोड नम्बर हाल्नुहोस्। यसरी तपाईँले चाहिँ आफ्नै घरबाट इस्युबाट तपाईँले आफ्नो मोबाइल फोनको महिनापछि आफ्नो किस्ता चाहिँ यसरी तिर्न सक्नुहुनेछ। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरेर जानुहोला। धन्यवाद।